600 प्लस कमेन्ट आएको छ। म जाँदैछु सबैको कभर हेराउन। तबसम्म तपाईले चलाउनु भएको मोडलको नाम कमेन्ट गर्नु होला। म नेक्स्ट भिडियोमा त सबैको कभर हेराउने वाला छु। सो हेलो एन्ड नमस्ते सबैजनालाई, वेलकम ब्याक टु माई मिनी ब्लग। फर्स्टमा कमेन्ट गर्नुभयो टाइटन 90 ब्रदरले, हेर्नु स्यामसङ M15 को कभर। त्यसपछि युवराज शाहले कमेन्ट गर्नुभयो आइफोन XS Max। मैले लिएको छु 1 वर्षमा 1 लाख सब्स्क्राइबर बनाउने च्यालेन्ज। सब्स्क्राइब र फलो गर्न नबिर्सनु होला। अनि दिपेश भाइले कमेन्ट गर्नुभयो स्यामसङ ग्यालेक्सी A07। रेडमी नोट 14 4G विशाल भाइले कमेन्ट गर्नुभयो। त्यसपछि काजल 1.5 kg भाइले कमेन्ट गर्नुभयो रेडमी A5। अनि राज श्रेष्ठले कमेन्ट गर्नुभयो आइफोन 14 प्रो मैक्स। अनि नवल भाइले कमेन्ट गर्नुभयो रेडमी 15C। अनि नेपाल कमेडियन ब्रदरले कमेन्ट गर्नुभयो रेडमी नोट 14 प्रो प्लस। दरिन्दा ब्रोले कमेन्ट गर्नुभयो नथिङ 3A प्रो। अनि सबैको कमेन्टको रिप्लाई एउटा भिडियोमा दिन पोसिबल छैन। म अरु कमेन्टको रिप्लाई पार्ट 2 मा दिने वाला छु। कभरहरुमा हेभी डिस्काउन्ट छ। कभरहरु चाहियो भने आउनु होला हाम्रो पसल मोबाइल एन्ड मोबाइल। US बाट पर्चेस गर्नुभयो हाम्रो कस्टमरले स्मार्ट वाच र उहाँले भन्नुभयो यो स्मार्ट वाच मेरो घरसम्म छोड्दिन। दाइको घर चाहिँ यता रामपुरतिर छ। म आइपुगे रामपुरमा। स्मार्ट वाच मैले दिइसके। अब म जाँदैछु पसलतिर।